मर्निङ सबैजनालाई आज साकादावा हो अनि पूजा चलाइरहेको छ अनि बाहिर चाहिँ सागो लगाउँदैछ। अब हामी चाहिँ गुम्बा जानु आँटेको नि त। आजको वेदर त्यस्तो भइरहेको छ। अनि ऊ माथि चाहिँ फुल टिप्दैछ मेरो बुढाले चाहिँ चिसोमा चढाउनु। माथि माथिको पनि टिपन ऊ माथि माथिको झुरुप झुरुप भएकोहरू फुल टिप्दैछ साङ। अनि अब चाहिँ हामी घरमा पूजा गरिसकेर चाहिँ गुम्बा जाने। फुल चाहिँ हेर्नुहोस् यसरी फुलहरू टिपेर पनि दिनचर्या गरिसक्यो। यहाँ पनि चाहिँ दिनचर्या यसरी हामी रेडी भयो। अब गुम्बा गएको निक्लेका तयारी स्यारी भएर भयो ताला लाउँदैछ। चाहिँ हामी रेडी। मौसम पनि यस्तो भइरहेको छ, पानी नपरे हुन्थ्यो। अब चाहिँ हामी हिँडेको यहाँ बल्ल आइपुग्यो। मौसमले त अलिक साथ दिएको जस्तै छ है दिनहरू। म्याडम भर्खर आउँदैछ हो। आमा छोरी आयो, छोरा बनाइदिएछ नि त यसलाई। अन्त त बिचराले ए गुनकी चाहिँ हाम्रो दोकानको एकदम लिया है है। अझ पनि यस्तै जामै छ। यता हौ बहिनी के राम्रो देखेछ के साह्रो क्युट हौ। पैसा चाहिँ गन्दैछ यहाँनिर दिनको लागि चेन्ज पैसा के हो आज त मिङमाझी ढल्यो आज त के बिहानै आउनु भयो कि के हो? ए के हो आज त हाम्रो गाउँकोहरू हो नि है। हाम्रो म्याडम आउँदै रहेछ यहाँनिर। अघि मलाई तेन्जीले भन्दै थियो हो म्याडम आउँदैछ भनेर। कालो चस्मा चाहिँ दामी आम्मा फाडे है आज चाहिँ। फाडे हेलो भनिदेऊ न। ऊ आज आनीले फाडेछ है यहाँनिर। बाई बाई। यहाँ खेत्र सटाइ हुँदैछ यहाँनिर फेरि। हेरिदिनुहोस् है हामी चाहिँ अब गुम्बा आइपुग्यो। यसको चेन्ज गर्दैछ। गुम्बा भित्र पनि पाउँछ। भिड होला। ल उसलाई दिएन भने यो 200 के मेरो 100 भयो। अब त्यहाँ पुगेको छैन है, त्यहाँ गर्ने यहाँ बसेर 50 गुम्बा आइपुग्यो। यहाँ हेरिदिनुहोस् है पुरानो गुम्बा हो। यहाँनिर हेरिदिनुहोस् आम्मा कता आउनु भएको छैन रहेछ त यहाँनिर। नि याकु है लेसो गरेको रहेछ। गुम्बाको चाहिँ आज फर्स्ट हो यहाँ पुरानो गुम्बा आइपुग्यो। अब अझै 2-3टा गुम्बा जानुपर्ने छ हामी। भएर बस्दै आएको रहेछ गुम्बाको। अब एन्ट्री हाम्रो अब भित्र पस्ने पुरा भिड रहेछ। हेर्नुहोस् है हिँड बहिनी के छ नाम चाहिँ मेरो नयाँ
त्यतिकै बनाएको नि ए भिड रहेछ है हाम्रो आनी पनि आइदिएछ यहाँ हो हामी ढिलो भएछ है अनि हुन्छ हौ नानी बसिरहेको छ बस्नु भयो बल्ल यहाँनिर अघि तपाईँको साथीहरूले कस्तो यहाँनिर मिस गरे तपाईँलाई तेन्जी पनि आयो यहाँ पुरानो गुम्बाबाट चाहिँ निस्किसक्यो अब चाहिँ नुगुले भाउजूले दिँदैछ यहाँनिर दिनु दिनु सबैलाई दिँदै आउनु सबैलाई एउटै त हो यहाँनिर केलाई दिँदै रहेछ उनीहरूले के चाहिँ गरेको त्यस्तै रहेछ 49 पुग्यो भिड छ भने किनेमा पनि अलिकतिमा छोखाल्दैछ सबैजनाले सागादावाको छिलप खाँदैछ ऊ पर छिलप खाँदैछ सागादावा मेरो चाहिँ यहाँ चाहिँ खिर बहिनी गुम्बाको आइ गर्दैन माने गर्दैन हौ ए टास्दीले गर्दै छिटो ऊ अर्को हेर्न झ्याममा यो साक्यामा आइपुग्यो यहाँ यता त्यही त यस्तै बनाउँछ त हर साल साक्यामा पनि पुरै भिड रहेछ है मौसम चाहिँ त दाजु यति नै राम्रै भइरहेको छ अब चाहिँ हामी साक्य दर्शन गर्नु नाच्दैछौ नाच न यसला ल पो दामी वाउ यसला दामी साक्यमा आयो साक्यमा फेरि यहीँ देसी खाँदैछ अब चाहिँ छिलप खाँदैछ है साक्यबाट निक्लेको अब चाहिँ हामी चाहिँ गएको है अब डाइरी गुम्बा गएको अब लास्ट डाइरी गुम्बा मुनिको
मान्ने रहेछ कम्ती जाम छैन त अन्त लु हेरिदिनुहोस् जाम आम्मा के बिना जाम जहाँनिर जोरबङ्गलासम्म जाम छ आज चाहिँ लिकको माथि गाडीको चक्का चढिरहेको छ है यस्तो भिड छ जाम छ हेरिदिनुहोस् जाम अब कहिले पुग्छ होला यस्तो जाममा हेरिदिनु है घुमदेखिको जोरबङ्गला बजार लु जाम लु बल्ल खोल्यो त्यो पनि अलि एकछिन होला फेरि त्यही होला जाम गाडीहरू हेर्नु तल्लो चढे हामी अब चाहिँ यहाँ थाकेर लास्ट हो अब यो हाम्रो अब डाइरी गुम्बा अब चाहिँ जामबाट मुक्त डाइरी गुम्बा गएको साथीहरू अब उकालो अब यही हो हाम्रो लास्ट गुम्बा डाइरी गुम्बाको गुम्बा पुगेर देखाउने छु पुग्यो हामी गुम्बा डाइरी गुम्बा पुग्यो है फाइनली पुग्यो हामी डाइरी गुम्बामा दिन त्यस्तै भयो गरम डाइरी गुम्बा पानी पर्नु आँट्यो अब हत्तु भएर बसिरहेको छौँ यहाँनिर यहाँ थाकिरहेको छु यहाँनिर यहाँ ए बहिनी थाकिस् तैँले गर्दा आमा थाक्यो यहाँ बसिरहेको छ अब हाम्रो डाइरी गुम्बाको सक्यो पानी पर्नु आँट्यो होइन परे अब यति नै हाम्रो लास्ट आजको एकदम यहाँ फोटो सेक्सन चल्दैछ यहाँनिर ए हो